हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो फेसबुक पेजमा टिकटक पेजमा अनि टिकटक पेजमा पनि है त साथीहरू। आज चाहिँ मैले मासु पकाइछु यहाँ। वाउ पोल्टी पर्या त मासु छ छोटो दे झोन्नी यार चाहिँ दे कोता नाले खाम दो अनि आटो पकाउँदैछु नहल्लामा के त्यहाँ आटो पकाउँदैछु साथीहरू। अनि आटो चाहिँ अलि राम्ररी स्टाइल कास्ट पाएको यस्तो गराउनु पर्छ अरे साथीहरू। अनि आटो एकदम मिठो भएको छ देख्नु चाहिँ मैले पार्छु जिब्रो पोल्यो एकदम तान्नुपर्छ। यो कपाल हल्लिनुपर्छ है फेरि आटो पाक्छ यस्तो गर्नु मानेर भाले मर्छु नत्र भने आटो पाक्दैन खान्छ नि यहाँ। न त रोल्पाको आटो हो मकै हो दाङमा पाक्दैन रहेछ क्या। त्यहाँ छु अरू नहल्लानु यहाँ खाँदा पोल्छु त यो मासु खाँदा मासु खाएर चोरेर खाएर राल चोएर नि त खाने साथीहरू आटो खान्न म त यस्तो मिठो आउनु चाहिँ ल्याम खाँदा। अनि यस्तो नगरान्छ फेरि आटो पाक्छ त्यही भएर वरपर जानु पनि यस्तो सेप्नुपर्छ हो आटो पकाउनु यस्तो भाउजू हल्लायो खै दुइटै लाउनु पर्छ फिरको दुइटा लाउने एउटा मात्रै। अनि यहाँ नजिक देखाउन आटो यस्तो स्पेसल छ यस्तो राम्रो सेतो मकैको आटो। आज त खाइन्छ होला सायद एक गाग्री के रे एक गाग्री तर मुखले भन्नु मात्र अझै के हो त मैले आटो पकाउँदैछु यहाँ कसले मेरो कुरा सिक्यो कस्तो घाँटी खस्यो पहिले मेरो कुरा काटिले काट बगालो काट मेरो कुरा काट म ल्याउन आउँछु मासु लास्टमा खानु भयो मासु बाट त मासु खानु भयो मैले दुई टोक्रा खाछु यो आटो पानी त्यही भएर मेरो कपाल सेप है मासु नि त यस्तो भाले बोल्नु र सेप्नु पर्यो। अनि तपाईँहरू के खाँदै हुनुहुन्छ के पकाउँदै हुनुहुन्छ हाम्रो चाहिँ आज अहिले हामी बोलिरहेको छु कता हो फेरि बुल्टी के पकाउँदै हुनुहुन्छ अनि के खाँदै हुनुहुन्छ। आज चाहिँ हाम्रो आटो र मासु रहेको छ। आटोको कसलाई मनपर्छ अनि कसरी पकाउनुहुन्छ एकछिन चुप लाग्नुहोस् त म तपाईँको क्वेसनको उत्तर दिन्छु है। चुप लाग्नु एउटा मलाई आटो मन पर्दैन त्यहाँ खाने मात्रै मासु तलबाट खानुभयो दुईवटा चोक्टा अब एउटै चोक्टा बाँकी छ। हामी त एकन त खान्छौँ कि मासु फेरि आटो पाइयो कता जानुभयो।